आज चाहिँ मिनी भ्लगवाला कन्टेन्ट सेयर गर्दैछु। मिनी भ्लग नै भनौँ। सुरुमा चाहिँ म यस्तै मिनी भ्लगवाला कन्टेन्टहरू नै सेयर गर्छु। अलि राम्रोसँग बोल्न जान्ने भएपछि र अनि अलि राम्रोसँग एडिट गर्न सक्ने भएपछि चाहिँ फुल भ्लगहरू पनि बनाउने कोसिस गर्छु। अबबाट चाहिँ भ्लगवाला कन्टेन्टमा नै थोरै गरेर मेरो आफ्नो स्टोरीहरू सेयर गर्नेछु। सोशल मिडियामा आउँछु भनेर आफूलाई सोशल मिडियामा इन्भल्भ गरिसकेपछि चाहिँ मेरो स्टोरीहरू थाहा पाउनुभयो भने चाहिँ मसँग कनेक्ट हुन र इन्टरेक्ट हुन सजिलो हुनेछ हजुरहरूलाई। पहिला स्कुल पढ्दाखेरि समयले पर्खिँदैन, बगेको खोला फर्किँदैन भन्थ्यो। हो जस्तो लाग्छ आजभोलि यस्तो सोच्दाखेरि। पहिला जुन समयमा आफूलाई जे चिजको खाँचो हुन्छ नि त्यो समयमा पाएको चिजको मात्रै महत्त्व हुने रहेछ कि अरू समयमा पाएको चिज त आफूलाई खाँचो नभएको समयमा पाएको चिज त जति नै ठुलो चिज भए पनि महत्त्व नहुने रहेछ कि। मेरो हस्बेन्ड जापान आउनु हुने बेलामा चाहिँ म 5 मन्थको प्रेग्नेन्ट थियो कि त्यति बेला मलाई यति मन थियो कि सँगै बस्नलाई है। उसले विदेश जान्छु म, अब विदेश जानु पर्यो यहाँ के होइन भन्दाखेरि मेरो मनले त भनेको थियो कि नगई पनि हुन्थ्यो, भिजा नलाइ पनि हुन्थ्यो, क्यान्सल भए पनि हुन्थ्यो भन्ने जस्तो मनमा भएको थियो। तर मनमा भए पनि मैले मुखले नजाऊ भन्न सकेन कि त्यति बेलाको फेरि समय पनि त्यस्तै थियो। अहिलेको जस्तो सोसल मिडियाहरू थिएन नि त। विदेश जाने मान्छे त यति भाग्यमानी होइन, विदेशमा त रुखमै पैसा फल्छ त्यसै टिप्छ। विदेश जाने मान्छे जस्तो भाग्यमानी त को छ र? विदेश जानु पाउनु त धेरै ठुलो कुरा हो जस्तो हुन्थ्यो नि त। अहिलेको जस्तो यथार्थ थाहा छैन। अहिले पो सोसल मिडियाहरूमा सबैले एक चिजहरू देखाएको हुन्छ, हालेको हुन्छ र सङ्घर्षहरू पनि देखाउनु भएको हुन्छ र विदेशको यथार्थ यस्तो रहेछ है भनेर थाहा छ। अब त्यति बेला त्यस्तो थिएन। त्यही पनि नेपालको स्थिति पनि त्यस्तै थियो, नजाऊ भन्न पनि सकेन। अहिले चाहिँ जे होस् सोसल मिडियामा सबै चिजहरू दुःखको चिजहरू पनि हालिदिनेले गर्दाखेरि चाहिँ नेपालमा बस्नेहरूलाई पनि यस्तो त रहेछ नि विदेश भन्ने जस्तो भएछ जस्तो मलाई लाग्छ। त्यति बेला कति सँगै बस्नु मन थियो है, कसरी हुन्छ म वहाँ जान पाए हुन्थ्यो, कसैले मलाई लैदिए पनि हुन्थ्यो, कसैले मलाई सर वहाँ पुर्याइदिए पनि हुन्थ्यो जस्तो भयो थियो है। के गर्नु तर त्यति बेला पाएन। पछि चाहिँ म पनि जापान आउने भन्ने सल्लाह भयो। अनि म फर्स्टमा चाहिँ बाबु छोडेर 1 इयर जति आएको थियो। तर म सक्दै सकेन कि जति चाहिँ मेरो हस्बेन्ड पहिलोचोटि छोडेर जाँदा मलाई पीडा भएको थियो नि त्यसको झनै डबल पीडा भयो क्या मलाई त बाबु छोडेर आउँदा त। त्यसपछि म चाहिँ नेपाल नै ब्याक भएँ। अनि नेपालमै ब्याक भएपछि चाहिँ 1-2 वर्ष बसेर अनि फेरि हस्बेन्ड पनि एक्लै नबस्ने, म पनि सक्दिनँ होला भन्ने कुरा भएपछि चाहिँ म चाहिँ बाबुलाई लिएर आयो भने मात्रै बस्ने, नत्र एक्लै बस्न नसक्ने भन्ने कुरा भएपछि चाहिँ बाबुलाई लिएर आयौँ। फेरि बाबुलाई लिएर आउन नि हेर्न गाह्रो छ कि जापानमा बच्चा, टाइम, स्कुल है म्यानेज गरेर। अब जापान जस्तो ठाउँमा है कति गाह्रो छ सबैलाई थाहा भएकै कुरो। त्यति बेला आउन पाएन है। अब अहिले खासै आउन मन थिएन भनौँ न बच्चाको कारणले गर्दा। जे चिजको पनि समय हुने रहेछ कि जे कुरा पनि राइट टाइममा गरिहाल्नु पर्ने रहेछ कि कुर्नु नहुने रहेछ भन्ने भयो। अनि यो हामी गएको चाहिँ नामोनोकी चिल्ड्रेन म्युजियम हो। यो चाहिँ कानहरू नसुन्ने, आँखाहरू नदेख्ने यस्तो अपाङ्गहरूको बच्चाहरूले ड्रइङहरू अनि त्यसपछि यो पेन्टिङहरू गरेको सबै सामानहरू चाहिँ त्यहाँ सजाएको छ। त्यहाँ चाहिँ सेल जस्तो पनि हुने रहेछ, हेर्ने पनि प्लस अनि उनीहरूले सेल पनि गर्ने रहेछ, हामीले किन्न पनि मिल्ने रहेछ। टिकट पनि लाग्थ्यो लाग्न त, टिकट त्यस्तो महँगो त थिएन, सस्तै थियो। हाम्रो चाहिँ 1000 अनि बाबुको चाहिँ अलिक कम थियो। अनि उहाँ चाहिँ देखेको चाहिँ यो संस्थाको फाउन्डर हो। उहाँले नै यो म्युजियम चाहिँ सुरुवात गर्नुभएको अरे भनौँ न। म्युजियम भन्दा पनि फाउन्डेसन जस्तो खोलेर त्यहाँ बच्चाहरूलाई अनि पढाउने यस्तो पेन्टिङहरू सिकाउने सबै उहाँले नै गर्नुभएको, हेरचाह नै भनौँ न गर्नुभएको अरे। उहाँ चाहिँ आफ्नो जमानामा एक्टर, सिङ्गर अनि डान्सर हुनुहुन्थ्यो अरे। यो चाहिँ हामी बसेको ठाउँबाट चाहिँ 15 किलोमिटर टाढा थियो। हामीलाई चाहिँ ठ्याक्कै हिँडेर 3 घन्टा जति लागेको थियो। अलिक उकालो पनि रहेछ जाने बेलामा, त्यही भएर पनि होला अलिक धेरै समय लाग्यो। फर्किने बेलामा चाहिँ जाँदा जतिको समय लागेन, अलिकति कम नै लाग्यो ओह्रालो भएर। जाँदा 3 घन्टा जति लागेको थियो भने चाहिँ फर्किँदाखेरि चाहिँ हामीलाई जाँदाको भन्दा आधा घन्टा जति चाहिँ हामी छिटै आइपुग्यौँ भनौँ जाँदाको समयमा भन्दा। अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू। सी यू नेक्स्ट भिडियो। अर्को भिडियोहरूमा चाहिँ म फेरि मेरो लाइफको कुनै पार्टहरू सेयर गर्नेछु। बाई बाई।